नमस्ते। ल सोचौं त, जब हामी कुनै देशको प्रगतिको कुरा गर्छौं हाम्रो दिमागमा के आउँछ? सायद नयाँ चिल्ला सडकहरू, आकाश छुने ठूला ठूला बिल्डिङहरू अनि बढ्दो अर्थतन्त्र, हैन त? तर एउटा गहिरो प्रश्न यहाँनिर उठ्छ, के यी कुराहरूले मात्रै त्यहाँका मानिसहरूको जीवन साँच्चै राम्रो छ भनेर देखाउँछ त? आजको यो विश्लेषणमा हामी यही प्रश्नको जरासम्म पुग्ने कोसिस गर्नेछौँ। कुनै पनि देशको वास्तविक प्रगति आखिर नाप्ने कसै? आउनुहोस् सँगै यो यात्रा सुरु गरौँ, जसले हामीलाई मानव विकासको एउटा एकदमै रोचक अवधारणासम्म पुर्याउनेछ। त्यही त, फेरि एकपटक यही प्रश्नलाई मनन गरौँ न। के कुनै देश कति धनी छ, उसँग कति पैसा छ, हो त्यसले मात्रै उसको प्रगति नाप्न सकिन्छ? के शहरका चम्किला सडक र अग्ला अग्ला भवनहरूले त्यहाँ बस्ने मानिसहरू साँच्चै खुसी छन्, उनीहरूको जीवन राम्रो छ भन्ने कुराको ग्यारेन्टी दिन सक्छ होला त? अलि गाह्रै छ है। अब प्रगतिको यो बहसमा हेर्ने हो भने नि खासमा दुईवटा फरक फरक सोचाइहरू अगाडि आउँछन्। एकातिर छ आर्थिक वृद्धि, यसले के भन्छ भने देशको जीडीपी कति छ, आम्दानी कति बढ्यो, कति ठूला पूर्वाधार बने, हो यही नै प्रगति हो। तर अर्कोतिर एउटा अलि फराकिलो, अलि गहिरो सोचाइ पनि छ, जसलाई हामी मानव विकास भन्छौं। यसले चाहिँ पैसालाई मात्र सबथोक मान्दैन, बरु नागरिकको स्वास्थ्य कस्तो छ, उनीहरूले कस्तो अवसर पाएका छन् र कति स्वतन्त्र छन् भन्ने जस्ता कुराहरूलाई बढी महत्त्व दिन्छ। हो, यही दोस्रो फराकिलो सोचाइलाई आधार मानेर अर्थशास्त्रीहरूले एउटा गजबको टुल बनाएका छन्। यसलाई भनिन्छ मानव विकास सूच्यङ्क, अर्थात् ह्युमन डेभलपमेन्ट इन्डेक्स, छोटकरीमा एसडीआई। यसले के गर्छ भन्दा हामीलाई पैसाको त्यो साँगुरो घेराबाट बाहिर निकाल्छ र प्रगतिको वास्तविक अर्थ के हो भनेर खोज्न मद्दत गर्छ। ल अब लाग्यो होला यो एक्सडीआई आखिर हो चाहिँ के त? एकदमै सरल भाषामा भन्नुपर्दा यो मानव विकासका तीनवटा सबैभन्दा मुख्य पक्षहरूलाई एकै ठाउँमा ल्याएर नाप्ने एउटा तरिका हो। यसले खासमा तीनवटा आधारभूत प्रश्नहरूको जवाब खोज्छ। पहिलो, के मानिसहरू लामो र स्वस्थ जीवन बाँचिरहेका छन्? दोस्रो, के उनीहरूले ज्ञान हासिल गर्ने अवसर पाएका छन्? अनि तेस्रो, के उनीहरूको जीवनस्तर सम्मानजनक छ त? यसलाई बुझ्ने एउटा सबैभन्दा सजिलो तरिका छ। कल्पना गर्नुहोस् यो एउटा देशको रिपोर्ट कार्ड हो। जस्तै स्कुलको रिपोर्ट कार्डले कुनै विद्यार्थी गणितमा मात्रै कस्तो छ भनेर हेर्दैन नि, होइन र? विज्ञानमा कस्तो छ, भाषामा कस्तो छ, सबै कुरा हेर्छ। हो ठ्याक्कै त्यस्तै एसडीआईले पनि देशको आम्दानी मात्रै हेर्दैन, बरु स्वास्थ्य र शिक्षामा पनि देशले कस्तो गरिरहेको छ भनेर समग्र चित्र देखाउँछ। ल, देशको रिपोर्ट कार्ड भन्ने आइडिया त निकै रमाइलो लाग्यो, होइन? तर अब मनमा प्रश्न उठ्छ, यो रिपोर्ट कार्ड बन्छ चाहिँ कसरी? कुन कुन विषयहरू हेरेर यसको ग्रेड दिइन्छ होला? आउनुहोस् अब यसको भित्र बसेर हेरौँ। यसका तीनवटा मुख्य विषयहरू के हुन् त? एसडीआईको सबैभन्दा राम्रो कुरा नै यही हो। यसले नागरिकको जीवनस्तरका तीनवटा एकदमै महत्त्वपूर्ण खम्बाहरूलाई जोडेर एउटै अङ्कमा प्रस्तुत गरिदिन्छ। ल, पहिलो खम्बा हो स्वस्थ र लामो जीवन। अब यो कसरी नापिन्छ त? यसलाई नाप्ने तरिका हो जन्मदाको औसत आयु। भन्नुको मतलब आज कुनै देशमा जन्मिएको बच्चाले औसतमा कति वर्षको जीवन बाँच्ने आशा गर्न सकिन्छ। हेर्दा त यो एउटा सामान्य अङ्क जस्तो लाग्ला, तर यसले त्यो देशको स्वास्थ्य सेवा कस्तो छ, मानिसले कस्तो खाना पाएका छन् भन्ने जस्ता धेरै गहिरा कुराहरू बताउँछ। अब आउँछ दोस्रो खम्बा, त्यो हो ज्ञान अर्थात् शिक्षा। यो चाहिँ अलि रोचक छ है, किनभने यसलाई दुई तरिकाले नापिन्छ। एउटा भविष्यलाई हेरेर, मतलब आज स्कुल जान थालेको बच्चाले औसतमा कति वर्षसम्म पढ्ला भनेर अनुमान गरिन्छ। अनि अर्को विगतलाई हेरेर, मतलब अहिलेका वयस्कहरूले औसतमा कति वर्ष स्कुल पढेका छन् भनेर हेरिन्छ। यी दुईलाई जोडेपछि देशको शैक्षिक अवस्थाको पूरा चित्र देखिन्छ। आखिर शिक्षाले नै त अवसरका ढोकाहरू खोल्ने हो। अनि तेस्रो र अन्तिम खम्बा हो राम्रो जीवनस्तर। हो, यहाँनिर चाहिँ पैसाको कुरा आउँछ। यसलाई प्रति व्यक्ति कुल राष्ट्रिय आय अर्थात् जीएनआई पर क्यापिटाले नापिन्छ। यसले के देखाउँछ भने औसतमा एकजना व्यक्तिले कति कमाउँछ र उसको किन्ने क्षमता कति छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा के छ भने एचडीआईले पैसालाई पुरै व्यवस्था गरेको पनि छैन, तर यसलाई तीनवटा महत्त्वपूर्ण पक्षमध्ये एक मात्र मानेको हो। यही कुराले नै यो सूचकलाई यति धेरै सन्तुलित र शक्तिशाली बनाएको हो। ल, अहिलेसम्म हामीले सिद्धान्तका कुरा त धेरै गर्यौं। अब पालो आयो वास्तविकताको। यो विश्वव्यापी रिपोर्ट कार्डमा हाम्रो आफ्नो देश नेपाल चाहिँ कहाँनिर उभिएको छ त?
अरू देशको तुलनामा हाम्रो अवस्था कस्तो छ? आउनुहोस् अब सिधै अङ्कहरूमा जाउँ। त्यसो भए के लाग्छ? स्वास्थ्य, शिक्षा र जीवनस्तर यो तीनवटैलाई मिलाएर बनेको रिपोर्ट कार्डमा नेपालको अङ्क कति आएको होला? हाम्रो प्रदर्शन कस्तो छ त? संयुक्त राष्ट्र सङ्घको पछिल्लो प्रतिवेदनले देखाएअनुसार नेपालको एचडिआई स्कोर छ 0.602। अब यो अङ्कले के भन्छ भने नेपाल मध्यम मानव विकासको श्रेणीमा पर्छ। मतलब हामी न त एकदमै उच्च विकास भएको देशमा पर्छौं, न त एकदमै न्यून। हामी ठ्याक्कै बीचमा छौं। तर यो अङ्कले मात्रै त खासै केही बताउँदैन। यसको वास्तविक अर्थ के हो त? कुनै पनि अङ्कको असली अर्थ त अरूसँग दाँजेर हेरेपछि मात्रै थाहा हुन्छ, हैन र? अब हेरौँ। नेपालको स्कोर छ 0.602, जबकि पुरै दक्षिण एसियाको औसत स्कोर 0.641 छ। यसको मतलब हामी क्षेत्रीय औसतभन्दा अलिकति पछाडि छौं। अनि अर्को महत्त्वपूर्ण कुरा, उच्च मानव विकासको श्रेणीमा पुग्नका लागि 0.700 को स्कोर चाहिन्छ, जुन अङ्कबाट हामी अझै केही पर छौं। यसले के देखाउँछ भने स्वास्थ्य, शिक्षा र आम्दानी तीनवटै क्षेत्रमा हामीले अझै धेरै काम गर्न बाँकी छ। ल, हामीले अङ्कहरू हेर्यौं, श्रेणीहरूको कुरा पनि गर्यौं। तर अब अन्त्यमा एउटा मुख्य प्रश्न उठ्छ। यो सबै कुराको वास्तविक महत्त्व के हो त? के यो नम्बरहरूको खेल मात्रै हो? पक्कै पनि होइन। यो त्योभन्दा धेरै गहिरो कुरा हो। एचडिआईको सबैभन्दा ठूलो शक्ति नै के हो भने यसले हामीलाई पैसा र आर्थिक वृद्धिको मात्रै कुरा गर्ने साँघुरो चस्मा फुकाल्न लगाउँछ र एउटा फराकिलो दृष्टिकोणले हेर्न बाध्य बनाउँछ। यसले देश चलाउनेदेखि लिएर हामी जस्ता आम नागरिकसम्म सबैलाई एउटा कुरा प्रष्टसँग याद दिलाउँछ, देशको असली सफलता अग्ला अग्ला बिल्डिङमा होइन, बरु त्यहाँका स्वस्थ, शिक्षित र सम्मानित नागरिकमा हुन्छ। त्यसो भए आजको यो पूरा विश्लेषणबाट हामीले के कुरा बुझ्यौं त? पहिलो, विकास भनेको पैसा मात्रै होइन, यो त मानिसको भलाइको कुरा हो। दोस्रो, यो भलाइलाई नाप्न एचडिआईले स्वास्थ्य, शिक्षा र जीवनस्तरलाई एकै ठाउँमा ल्याउँछ। तेस्रो, यसले देशको प्रगतिको एउटा पूरा र सन्तुलित तस्बिर दिन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यही तस्बिरले देशलाई भविष्यमा कतातिर लैजाने, कस्ता नीतिहरू बनाउने भनेर सही बाटो देखाउन मद्दत गर्छ। र अब यो विश्लेषणको अन्त्यमा एउटा प्रश्न सबैलाई सोच्नका लागि छोड्न चाहन्छु। यदि हामीले साँच्चीकै मानिसलाई केन्द्रमा राखेर विकास गर्ने हो भने हाम्रो देशको प्राथमिकता के हुनुपर्छ? कि हामीले केवल आर्थिक वृद्धिमा मात्रै ध्यान दिने, कि सँगसँगै नागरिकको स्वास्थ्य र शिक्षामा पनि उत्तिकै लगानी गर्ने? हो, यही प्रश्नको जवाफमा नै हाम्रो भविष्यको बाटो लुकेको छ। एकपटक सोचेर हेर्नुहोला।